हेलो एभ्रिवान, फेरि पनि तपाईँलाई यो भिडियोमा स्वागत छ। आज चाहिँ म आएको छु टेरेस गार्डनमा। अनि मेरो टेरेस गार्डनमा अहिले मैले त्यस्तो खास त के लगाएको छुइनँ, अलिअलि सागसब्जी चाहिँ लगाएको छु। र यहाँ मेरो बैगुनले फल्नु पनि सुरु गरिसकेको रहेछ। अब चाहिँ हाम्रो सब्जीहरू खाने लायकको भइसकेको रहेछ साथीहरू। अब म यो तोरीको साग साइडमा जो उम्रिरहेको छ त्यसलाई म टिपिदिनेछु, कारण चाहिँ यो ठुल्ठुलो भइसकेको रहेछ। अनि यसलाई चाहिँ हामी टिप्दाखेरि चाहिँ एक छाक चाहिँ हुने रहेछ यो तोरीको साग चाहिँ। अनि यो सागहरू पनि छाड्दै खाने बेला आइसकेको रहेछ। र यहाँनिर चाहिँ देख्नुहुँदैछ मेरो यो चाहिँ क्याप्सिकम हो। अनि यो चाहिँ क्याप्सिकम उम्रेको रहेछ। यसलाई चाहिँ एकदमै म जोगाउनेवाला छु, कारण चाहिँ मलाई चाहिँ क्याप्सिकम चाहिँ साह्रै मनपर्छ। अनि मैले यसरी धेरै लगाएको थिएँ तर उम्रेन। अनि यो एउटा बोट चाहिँ उम्रेको रहेछ। यो तोरीको साग चाहिँ म टिप्नेवाला छु आज। र यो तपाईँहरूले जो देख्नुहुँदैछ नि, यो चाहिँ मेरो कालो हल्दीको बोट हो। अनि यो कालोको हल्दी चाहिँ मलाई मेरो श्रीमानले 2 गाँस ल्याउनु भएको थियो। अनि 1 गाँस चाहिँ मेरो सरेको छ। र मैले 1 हप्ता अगाडि यो बोटको बैगुनहरू देखाइरहेको थिएँ है, मैले टिप्नु भ्याएन त्यतिकै। र यो चाहिँ एकदम छिप्पिएर एकदम वेस्ट भइसकेको रहेछ। अब चाहिँ म अलिअलि उतापट्टि फलेको जो छ त्यो चाहिँ म चाँडै टिप्नेवाला छु। म यस्तै हुन चाहिँ दिन चाहदिनँ। र यो चाहिँ कलिलो कलिलो भइरहेको रहेछ है। यो चाहिँ म झटाझट टिप्नेवाला छु। करेला त मेरो श्रीमानको फेभरेट हो। करेला त मैले टिपिहालेँ। अब यो बैगुन पनि म टिप्छु। र साथीहरू, यो मेरो सानो भिडियोलाई म यतिमा अन्त गर्न चाहन्छु। अनि फेरि पनि म तपाईँहरूको माझमा नेक्स्ट भिडियो लिएर आउनेछु। जय मसी।